गुड मर्निङ एभ्रिवान, वेलकम टु द सेकेन्ड डे अफ आवर थाइल्यान्ड ट्रिप। आजको दिन निकै रमाइलो हुनेवाला छ, किनभने तपाईँहरूको माझ मैले यस्तो एक्साइटिङ एक्सपिरियन्सहरू सेयर गर्नेवाला छु जुन कुराहरू तपाईँहरूले हेर्नुभयो भने कसम थाइल्यान्ड त एकचोटि जानै पर्छ भन्ने मनमा फिलिङ्स चाहिँ आउँछ है। सो आजको भ्लगलाई बिहानको ब्रेकफास्ट खाँदै ढिलो नगरिकन सुरु गरौँ है त। ल अब बिहानको दाना पानी आयो, ब्रेकफास्ट आयो, यति खाएपछि त के भात खानु हो भने यो मुला पेट पनि कन्फ्युज भयो होला कि। मासाला उत्तिखेर चाउमिन खान्छ, उत्तिखेर ससेज खान्छ, उत्तिखेरै यो वाटरमेलन खान्छ, पाइनएप्पल खान्छ, अनि यो सोयाबिन हो कि के हो यो जापानिज सस खान्छ, जुस खान्छ, के खाइरहेछ, मैले गर्ने के हो, यो कता कता मिक्स गर्ने हो, कहाँ कहाँ के भन्छ डाइजेस्ट गर्ने हो भनेर कन्फ्युज भइरहेको होला यार, पेट पनि यार। हामी चाहिँ अब यो कोरल आइल्यान्ड जाँदैछौँ। यो कोरल आइल्यान्ड चाहिँ यस्तो दामी वाटर एक्टिभिटिज गर्न मिल्छ, जेट स्की गर्न मिल्छ होइन। अनि त्यसपछि अन्य त्यो प्यारासुटमा जस्तो उ त्यहाँ यहाँबाट त यो क्यामेराले भेट्दैन होला, तर मैले देखिसकेँ। हामी जानुपर्ने त्यही हो। दिस इज आवर लोकेसन द्याट। दाइले चाहिँ इङ्ग्लिस नबुझ्दो रहेछ। हिजो हामी यतै यही हो वाक स्ट्रिट भनेको, हामी यतैतिरबाट घुम्दै हिँडेको थियौँ। ए सेम पोखरावाला, पोखरालाई पनि यस्तै गरायो भने त डेन्जर हुन्छ होला नि यार है। अलिकति व्यवस्थित गरायो भने, यस्तै टक्क गरायो भने त दामी हो नि। हाम्रो नेपालमा अलिकति व्यवस्थित हुन सकेन, तर बिस्तारै होला। अब विदेश जस्तो चिजलाई हाम्रो नेपालसँग के कम्पेयर गर्नु त। तँ कसै नभएको गएछस् थाइल्यान्ड, मैले थाइल्यान्ड खुब हाम्रो देशसँग कम्पेयर गर्ने भएको हिरो। हामी त नघुमेको हो र, तँभन्दा हामी कति घुमिसक्यौँ। नेपाल यस्तो हुनुपर्छ गएर बिटिदिन्छ साला, त्यही थाइल्यान्ड पुगेर भनेर भनौँला होइन, तर त्यस्तो होइन साथीभाइहरू। राम्रो कुरा सिक्ने हो नयाँ ठाउँमा गएर। यही हो वाकिङ स्ट्रिट। हिजो चाहिँ हामी वाकिङ स्ट्रिट यतैबाट हो, यही रोड यार। हिजो हामी यहाँ आएको, यति लाज लाग्यो नि मा कसम। यता यता के देखिन्छ, तान्छन् यार। यो रोडमा आउँदा इन्डियनहरूले तान्ने यार हामीलाई यार। इन्डियनले त जहाँ पनि कब्जा हानिसक्यो भने थैत तेरिका तानेहन्। एउटाले के भन्छ भनेको त भाइ आज एलबी यादवका सो है अरे के, म चिन्दैन, आई डोन्ट नो एलबी यादव, आई एम फ्रम नेपाल भनिदिएको। अनि गरिरहेको थियो, किन चिन्दैन, हामी बाल छैन। तर डेन्जर रमाइलो हुँदो रहेछ रातिमा चाहिँ, अनि रिक्स पनि हुँदो रहेछ डेन्जर। धेरै अब तपाईँलाई विदेशीले तान्लान् भनेको इन्डियनले तानेर हैरान गर्छन्। भाइ आज फेरि अनुहार पनि इन्डियन जस्तो देखेर होला, आज कि आज भनेर हिन्दी बोल्छन् यार रेडीहरू। ल हामी फाइनल्ली हाम्रो लोकेसनमा आइसक्यौँ। अब यहाँबाट हामी चाहिँ अब वाटर एक्टिभिटिजहरू के गर्ने हो गर्छौँ। ल हाम्रो चाहिँ अब यहाँ युनिक कोड, ओके अब यहाँ चाहिँ हाम्रो कोड लेखिँदै, यो कोड लेखिसकेपछि चाहिँ दिस इज फर टु आइडेन्टिफाई अस। यस It's code number, just like code number. We need to know you are my customer. आप लोग इधर आइए. we are Nepali. We don't speak Hindi. Do we look like an Indian? Yes, maybe. Hi, say hi to our Good viewers. morning, everybody. Can you teach me some Thai language? You need to learn Thai word. I only know Sadikap. Sawadee krap. Yes. Oh, thank you. Oh, now I look like a Thai. हामीले यार जिन्सको प्यान्ट साइड लगाएर आइयो यार, अलिकति है हाफ पट्टु सट्टु लगाएर आउनु पर्ने रहेछ। पानी परिरहेछ यार, पानी परेपछि त समुद्रबाट भ्याङ्की बुडुङ बढ्यो भने त तनाव हुन्छ त यार, डर पो हुन्छ त यार। के हो साथीभाइहरू, यो माइक पनि नखसोस्, क्यामेरा पनि नबिग्रियोस् भन्ने कुरा हो मेन। अब हामी चाहिँ यता अगाडि नै बसेर थ्रिलिङ भाइब्स लिन पाइरहेका छौँ स्पिड बोटबाट। ओ माई गड दामी। सब हिन्दी बोल्छन् त मायासँग, हामीसँग त के भएको। टाइटेनिकवाला पोजै दिउँ कि के हो भने इज देयर सेफ्टी, इङ्ग्लिस फेरि मारी छ त मेरो, के हो केटा, इज देयर सेफ्टी अरे। तर यार यो उसको पनि सिकनेस हुँदो रहेछ नि, के अरे बोटको पनि सिकनेस हुँदो रहेछ, अलिकति चक्कर लाए जस्तो पो भइरहेछ त यार। ओहो त्यहाँनिर चाहिँ प्याराग्लाइडिङ गर्ने रहेछ, डेन्जर हो त्यो चाहिँ गर्न जाने अहिले। कतिको डर लागिरहेछ, डर लागेन, स्योर हो। टाइटानिक पोज हान्दिउँ न त। ल आयो हाम्रो लोकेसन। अब हामी यहाँबाट झर्न लगाएको, कस्तो हल्लिरहेको, यो त भूकम्प आयो जस्तो। डान्सिङ बोटको फिल भइरहेको, डान्सिङ कार त देखेको, अब डान्सिङ बोटवाला फिल भइरहेको। नेपाली दाजुभाइहरू तिमीहरू कहाँ गएर बसेछौ, कुन ठाउँ गएछौ भन त।
यहाँ बसेको इन्डियन बङ्गाली पाकिस्तानी बाहेक अनि चाइनिज भियतनामी फिलिपिनी बाहेक नेपाली देख्न गाह्रो हो नि यार नेपाली त यहाँ त्यही पनि म्यानमार नेपाली कोही घुम्न आएको नेपाली भेट्यो नि हुन्थ्यो नि कोही भेटिन्न कहाँ गएको तिमीहरू भन त कहाँ चाहिँ गछौ आऊ न घुम्ने ठाउँमा हुन त अब बाबु त्यस्तो थाइल्यान्ड हामीले 2018मै भ्याएको हो भनेर भनौँला हामी फर्स्ट टाइम आउँदैछौँ अब के गर्नु त गाह्रो छ तर पनि आऊ न यार नेपाली नेपाली भेटिँदा कति खुसी हुन्छ भाइ पनि नेपाली हो ए बर्मेली नेपाली अरे बाफ्रे ल मारे मारे बर्मेली नेपाली अब हामीलाई यहाँ क्लास हुँदैछ त्यो चाहिँ अब प्यारासेलिङ हो कि के भन्ने गर्न लागेको यहाँबाट हामी जाँदैछौँ यहाँ चाहिँ अब यो क्यामेरा उसमा चाहिँ मैले मेरै रिक्समा लिएर जान लागेको टाइट पो भयो त यार मलाई त यार आमा गाइस अब मेरो पालो आउँदैछ उड्दैछु म उडान हुँदैछ मेरो अब ओहो हो चल्दिन आँटेको यस 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 This is fucking Thailand guys म मेरो आफ्नै रिक्समा आउँदैछु वा बोटले त मलाई लयो रे लयो ल हेर तपाईँहरूलाई केटाहरू यो दिस इज अ फकिङ ड्रोन सट है आहा कस्तो मजा आएको नि यो पानीमा खस्यो भने त खुलुत्तै हुन्छु त म त हामी चाहिँ त्यहाँबाट हो साथीभाइहरू वाउ तर त्यस्तो साह्रो डर लाग्दो रहेछ केटाहरू थाइल्यान्ड आऊ थाइल्यान्ड सबजना थाइल्यान्ड आऊ थाइल्यान्डमा चिल हान्नुपर्छ नट ओन्ली पम्प पम्प ओके यतातिर त अरू एक्टिभिटिज पनि छ के तिमीहरू खालि पम्प पम्प गरेर अड्किन्छौ मजा आयो मजा मजा वाउ फाइनली प्यारासेलिङ सकिसकेपछि अब हामी नेक्स्ट एक्टिभिटिज गर्नको लागि जाँदैछौँ जसलाई सिवाक भन्छ जसमा चाहिँ हामी समुद्रभित्र गहिराइमा छिर्नु पर्ने हुन्छ अक्सिजन मास्क लगाएर अनि त्यसपछि त्यहाँ रहेका बबाल बबाल कोरल फिसहरू हाम्रो वरिपरि आउँछ उनीहरूलाई हामीले फिडिङ गर्न पाइन्छ उनीहरूसँग फोटो खिच्न पाइन्छ मलाई चाहिँ एकदमै धेरै डर लागेको थियो किन भन्दाखेरि समुद्रको प्रेसरले एकदम धेरै हानिरहेको थियो कानलाई टुम्म पारिरहेको थियो तर मजा चाहिँ मजा आउने रहेछ यार सुरुमा जाने बित्तिकै एकैछिन डर लाग्ने रहेछ तर त्यसपछि भित्र गएपछि पुरा जब कोरल फिसहरूलाई देखिन्छ होइन तब त्यसपछि चाहिँ बल्ल आनन्द आउँछ त्यो हेलमेट चाहिँ समात्नै यस्तो गाह्रो हुने होइन आम्मामा म त कतिखेर छुट्छ होला हेलमेट भन्दै डराइरहेको क्या अनि त्यहाँनिर होल्ड गरेछौँ केही होला भन्छौँ आउँदैन हातै पुरै हेर्नु नि यहाँ तपाईँहरूले देख्नुभयो होला रातै भइसक्यो म यसो हेर्छु अरू टोलीहरू नि होलान् भनेको हजुरले नि ल्यान्डिङ परे हेर्नुहुन्छ मैले नि तपाईँहरूमा मात्र हजुरले नि ल्यान्डिङ परे हेर्नुहुन्छ मैले ल्यान्डिङ गरेर हात गरिसक्यो गाडै छैन यस्तो गर्नलाई के गाड खोज्नु पऱ्यो नि त गलिसक्यो हेर्छु छैन यो भ्रम हुने रहेछ कि जस्तो इल्युजन हुने रहेछ कि यहाँ देखेको त्यहीँनिर नहुने रहेछ मैले यसो कोट्याउँछु किन छोड्न गार्डलाई भन्छु बडी गार्डलाई छोड्दै छुन्न फेरि अर्कोचोटि छोको उही गरेको बल्ल लिएर गयो क्या उही सी वाक सकिसकेपछि फाइनली हामी कोरल आइल्यान्डतिर जाँदैछौँ जहाँ गएर चाहिँ हामीले जेट स्की र बनाना राइड गर्नेवाला छौँ अब हामी यहाँबाट जेट स्कीदेखि लिएर बनाना फ्लोटिङ बनाना भन्छ होइन त्यो गर्दैछौँ तर मलाई कस्तो टाउको दुख्यो जस्तो बमिट आउला जस्तो गरेर है यहाँ त कुहिरीहरू त खतरा देखिने रहेछन् त यार यो हो नि त बल्ल रियल थाइल्यान्ड जस्तो चाहिँ यो देखियो तर मलाई यहाँको साथीले भन्दै थियो होइन थाइल्यान्ड जतिचोटि आयो त्यतिचोटि नयाँ देखिन्छ अरे क्या मतलब लाइक भनौँ न राम्रो ठाउँहरू टन्नै छ अरे हामी अब यो 4-5 दिन आएर चाहिँ खासै धेरै केही पनि एक्सप्लोर गर्न चाहिँ सकिन्न अरे क्या सो त्यही भएर अब अझै ब्याङ्कक चाहिँ धामी छ अरे यो पटाया भन्दा चाहिँ यहाँ सुनामी आउनु नै गयो सुनामी आएर यताउति गाह्रो पार्ने त पार्दैन जस्तो यस्तो राम्रो होटेलहरू छ यहाँ कति बस्छन् होला तपाईँ कहाँ म्यानमारको नेपाली हो हो नि दाइ अनि नेपाल जानुभयो कि नै गएको छैन दाइ जाने हो नेपाल चाहिँ बहुत उतो छ कुन ठाउँ जानु मन लाग्यो
पोखरा जान मलाई छ अनि भैरवा जन्ने जग्गा हाम्रो आफ्नो मान्छेहरू छन् त्यहाँ कहाँ भैरवातिर भैरवातिर त्यता चाहिँ जाने हो नेपाल चाहिँ ल ल आउनु न नेपाल आउनु फेरि हामी तपाईँलाई यस्तै स्वागत गर्छौँ हो त हाम्रो पुर्खा हाम्रो बाहरूको त्यहाँ छन् नि आफ्नो मान्छेहरू हाम्रो आमाको मामाहरू हाम्रो मामाहरू हुनुहुन्छ आमाको दाजुहरू दिदीहरू हुनुहुन्छ नेपाल चाहिँ जाने हो बुवा मुवा चाहिँ घुमेर आउनुभयो नेपालको माया लाग्छ कि म्यानमार दाइ दुइटैको माया लाग्छ किन भन्दाखेरि बर्मा चाहिँ हाम्रो त्यही जन्म उतो भएको हाम्रो बढ्ने त्यहीदेखि हो अन्तखेरि बर्मा चाहिँ हाम्रो मुटुक भनेको नेपाल चाहिँ हाम्रो कलेजा हो है दुइटै एउटै जग्गामा छ है त्यो चाहिँ हामीले चाहिँ डिफ्रेन्ट गर्न हुन्न पानी खाँदै अहिले हामी चाहिँ यो जेट स्की गर्न गइरहेको छौँ कि जस्तो लागिरहेछ आर वी गोइङ फर अ जेट स्की अर बनाना त्यो ओके बोथ दुइटैमा जान लागेको रहेछौँ हामी कपडा भिजेर यहाँ त सिनै सिन छ त साथीभाइहरू कस्तो राम्रो सिन हो अब हामीले यहाँनिर चाहिँ खासमा नेपालीहरू बर्मेली नेपालीहरू भेटिनु हुँदो रहेछ जुत्ता लाएर नआउनु चप्पलै लाएर आउनु होइन उहाँहरूले यस्तो मजाले गाइड गरिरहनुहुन्छ यो त लड्दो पनि रहेछ त यार लड्यो भने त बिग्रिन्छ त्यहाँ एउटा त्यो बनाना स्की भन्ने त लडेको त यु स्पिक इङ्ग्लिस स्पिक इङ्ग्लिस नट दिस हाम्रो अङ्कित सर आइसक्नु भयो ओ जेट स्कीमा हिरो पारा दिएर रे टुडु 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 मेरो चाहिँ सायद उता छ जस्तो छ घुम 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 Oh, it's so adventurous! Oh God! Oh my God! Wow, handsome! Wow! Yeah. Yes. Can you make this? Okay. Come on, Nepal! Welcome to Thailand! Is this battery off? Oh my God! Now it's off. चलाएको त मैले चलाएको बोटै बिग्रियो यार 1 2 3 ओके थ्याङ्क यू बाई बाई ल हाम्रो पटाइयाको सबै एक्टिभिटिज सकियो भनौँ हैन जेट स्की गरेँ प्याराग्लाइडिङ हो कि प्यारासाइटिङ के भन्थ्यो त्यो चाहिँ त्यो गरेँ हैन भयभरको एक्टिभिटिज गर्दा गर्दै मलाई एकदमै धेरै थकै लागेको थियो गर्मी भएको थियो अनि भोक पनि लागेको थियो त्यो कारणले गर्दा चाहिँ म खाजासाजा खान अनि जुस खानको लागि गएँ ड्र्यागन फ्रुट्स र यो पपाया हो र म्याङ्गो आइसक्यो हामी एकदम हेल्दी खान्छौँ है सो ठ्याक्क धेरै त्यस्तो दायाँ बायाँ खाँदैनौँ हेल्दी मात्रै हो यो हल्का यसो सी फुड खाइदिन लागेको साथीभाइहरू सी फुड है क्र्याब अरू त्यस्तो साह्रो चाहिँ रहेनछ यसो क्र्याब खाइदिउँ अनि कस्तो रहेछ चाखिदिउँ चटनी पनि आएको छ क्र्याब हो यो
कस्तो डर लाग्दैछ अरे हेर्दै खाँदै पेटमा गएर कोपार्छ जस्तो छ। यो कसरी चाहिँ खाने हो यो गाह्रो छ त। यो चट्नीसँग खाने होला होइन त? यति खाने हो कसरी खोक्ने? खोक्न आएन खाना आएन भने त बिल्ला हुन्छ त्यो त। कसरी खाने हो? ओहो खान पनि जानेन भने त गाह्रो पो हुन्छ त यार। त्यो त हेर न यस्तो छ यार। यसलाई त यसरी खोल्ने के अरे? ए इन्जिनियरिङको चाहिँ अलिक महँगो हुन्छ। कुन इन्जिनियर हो? ल अब हामी स्कुटर रेन्ट गरेर यहाँबाट यसो माथितिर कोरल आइल्यान्डमा घुमेर जान लागिरहेका छौँ है। टक्क लाएर अब यतातिर हेरौँ माहौल कस्तो छ। अब मासतिर त्यो एउटा भ्यू हेर्न मिल्छ अरे यहाँ चाहिँ समुद्रको। ओ कुद्यो कुद्यो स्कुटर कुद्यो स्कुटर कुद्यो स्कुटर कुद्यो स्कुटर कुद्यो। मेरो उसमाको पनि चार्ज सकिन लागिसक्यो। जम्मा 8% छ। पुरा भित्री भित्री गल्ली छ यार यहाँ त यार। कता हो कता सानो गल्ली छ। आमा कता आइयो। तर हुन त कति नै ठुलो छ र आइल्यान्ड सानै होला तर पनि बस्तीहरू डेन्जर छ। यहाँ चाहिँ बल्ल प्रिमिटिभ लोकल्सहरू चाहिँ बस्छन् जस्तो लागिरहेको छ मलाई यो आइल्यान्डतिर। जता जताबाट गए पनि हुन्छ निस्किने हामी त्यही हो चेक पोइन्ट त्यही हो। हामी चाहिँ यता समुद्रको अर्को इन्डतिर आइयो। क्या दामी छ यार यो त। यस्तो बवाल देखेछ हेर्नु न। आम्मामा यहाँ चाहिँ कसम दामी छ बल्ल। यहाँबाट चाहिँ देखिन्छ बल्ल असली कोरल आइल्यान्डको भ्यू हेर्नुहोस् त। आम्मामा तर यो मात्रै चाहिँ होइन है। यो मात्र भ्यू होइन यो आइल्यान्डको 360 नै छ। यो यहाँनिर चाहिँ होइन कसम 3-4 दिनै समय लिएर आउनु पर्ने ठाउँ रहेछ यो चाहिँ। किन भन्नु न यहाँ ठ्याक्क एउटा रेन्ट गर्ने पर डेको 300 बाट पर्ने रहेछ। पर आवर होइन डे नै भन्थ्यो हो त्यहाँ। आवर भन्दा हुन्छ भनेको डे नै हो। अनि सर र एउटा कुनापट्टि अर्को छ उतासम्म रहेछ कि त्यो पनि कनेक्टेड हो जस्तो लाग्छ मलाई। पुरै मजाले घुम्न पाइने रहेछ क्या यताबाट उताबाट यता सरर घुमेछ बिन्दास रमाइलो रहेछ त यार हेर्नु त यार। ओहो